कमसेकम यहीँ पनि एक प्रतिस्पर्धा गर न, म यसलाई त जित्छु भन्ने गर। हेलो गुड मर्निङ। आज 3 डिसेम्बर 2025। आज चाहिँ हाम्रो फाइनलिस्ट बाबुहरूको चाहिँ टेस्ट हुँदैछ र हाम्रो नयाँ बाबुहरूको चाहिँ कहीँ सेट हुन्छ है त। अहिले चाहिँ स्ट्रेचिङ र वार्मअप हुँदैछ। यसपछि चाहिँ फाइनलिस्टहरूको चाहिँ टेस्ट हुन्छ, 2K टेस्ट हुन्छ। अनि हाम्रो यो नयाँ बाबुहरूको चाहिँ रनिङको सेट हुन्छ है त। टाइम ट्रायलमा कस्तो भने त्यो हुन्छ, अलिअलि डराउने बर्नी भन्ने कुरा चाहिँ त्यो हुन्छ। तर कस्तो भने तिमीहरू दौडिँदाखेरि आफ्नो फुल 100% पावर लगाएर कुद्नु पर्यो कि 100%। दौडिसकेपछि दौडे जस्तो भएन भने के काम भयो र? तिमी सेकेन्डको महत्त्व हुन्छ त्यो भित्र, एक सेकेन्डको महत्त्व हुन्छ। जुन डिस दिन्छ भनौँ न, अब 11 नम्बर डिस पाउनु र 10 नम्बर डिस पाउनुमा धेरै फरक पर्छ। त्यही भएर अलिकति आफूलाई पनि जोस गर्ने हो क्या, मलाई यो भएछ भन्ने होइन। यत्रो तिमीहरूले राम्रोसँग मिलेर ट्रेडिङ गरिरहेको छ। अब हिजो पनि आजको लागि भनेर मैले हल्का चाहिँ किसिमले मात्रै गरिदिएको हो। सबैले म हरेक ल्याप म भनिदिन्छु, म यहीँ त भनिदिन्छु ल्याप। त्यहाँ गएपछि 6 राउन्ड बाँकी, आफ्नो राउन्ड पनि हेमन राउन्ड पनि भनिदिए है, 6 बाँकी, त्यो गर्ने है सबैले। कमसेकम यहीँ पनि एक प्रतिस्पर्धा गर न, म यसलाई त जित्छु भन्ने गर। ओके ल, स्ट्यान्ड बाई। सुरु भइसकेको छ। यहाँ हाम्रो चाहिँ यो 300 मिटरको छ। त्यही भएर अब यहाँबाट अब चाहिँ फेरि 6 राउन्ड बाँकी हुन्छ है त। यो चाहिँ 2K को हो। चाहिँ गयो स्याबास कार्की, स्याबास नछोडे। 600 मिटर 300 मिटरको छ हाम्रो यो ग्राउन्ड चाहिँ। त्यही भएर चाहिँ यहाँ माथि गरेर चाहिँ उताबाट चाहिँ हाम्रो अझै 6 राउन्ड बाँकी हुन्छ। अब फेरि यहाँ पुग्यो भने यिनीहरू 5 राउन्ड बाँकी है त। राम्रो हुँदैछ। Olha, tá aí o som. Itu. 4 बाँकी, 4 राउन्ड बाँकी है त।
ओके सुमन गुड मर्निङ गुड मर्निङ गुरु ल तिम्रो सानो इन्ट्रोडक्सन देऊ न त ल मेरो नाम चाहिँ सुमन सरू मगर मेरो घर चाहिँ गल्याङ नगरपालिका वार्ड नम्बर 8 स्याङ्जाबाट म यस युर्स ट्रेनिङ सेन्टरमा विगत लामो समयदेखि ट्रेनिङ गर्दै आएको छु र यहाँको यस युर्स ट्रेनिङ सेन्टरको यस आफ्नै होम ग्राउन्ड भएको कारणले यहाँ हामीलाई ट्रेनिङ गर्न पनि सजिलो छ र अनि यो तिम्रो कुन एज हो सेकेन्ड एज थर्ड एज फर्स्ट एज मेरो लास्ट एज हो गुरु लास्ट एज हो हजुर पहिलाको वर्ष नि ट्रेनिङ गरेको थियो हैन अनि पहिलाको वर्ष के कुरामा कमजोरी भयो त गएको इन्टेकमा चाहिँ म एजुकेसनमा हल्का पोइन्ट पुगेन आशा छ यो पालि राम्रो गर्छु यो पालि राम्रो गर्नु पर्यो ल अनि अरु ट्रेनिङहरु कस्तो चलिरहेको छ यहाँको ट्रेनिङ एकदम राम्रो छ गुरु एथलेटिक्स गुरुद्वारा यहाँ ट्रेनिङ गराइन्छ जस राम्रो छ यहाँको ट्रेनिङ ल हस् थ्यांक यू सुमन ल ओके प्रितम गुड मर्निङ सन्चै छौ अनि ट्रेनिङहरु कस्तो चल्दैछ ट्रेनिङ एकदम राम्रो गुरुजी राम्रो चल्दैछ अनि अरु केही भन्नु छ तिमीलाई हाम्रो ट्रेनिङको बारेमा अहिले अरु केही छैन यस हाम्रो ट्रेनिङ सेन्टर आफ्नो होमटाउन छ यहाँ ट्रेनिङ पनि राम्रो हुन्छ र यहाँ चाहिँ कुनै सवारी साधन या धुवाधुलोको असर पनि छैन हामीलाई हामीले इन्जुरीहरूलाई कसरी छिटो रिकभर हुन्छ त्यही हिसाबले ट्रेनिङ हुन्छ अनि तिमी अहिले कतिमा पढ्दैछौ अहिले म 11 मा पढ्दैछु अहिले 11 मा पढ्दैछौ भनेपछि अनि कलेज उता कलेज पनि अनि यता ट्रेनिङ पनि कसरी मेन्टेन गर्दैछौ त बिहानमा ट्रेनिङ हुन्छ बिहान दिउँसो डेमा कलेज हुन्छ अनि कलेजबाट आउँछु फेरि बेलुकी ट्रेनिङमा जोइन हुन्छु जे होस् ब्यालेन्समा लैराको छौ ल ठीक छ नि अरु सबै अब त सबै ठीक छ गुरुजी ल हस् थ्यांक यू प्रितम थ्यांक यू सर इमे ढिलो भयो लास्ट राउन्ड है लास्ट राउन्ड ल यहाँ फिनिसिङ यहाँ हो जा रोशन जा खुट्टा फाल go Dev go Sebas last जा तान जा फर्स्टम्यान भेटिसक्यो चाहिँ फर्स्टम्यान चाहिँ उता हुँदैछ है त धरिरहेछ ल हेमन तिमी पनि यहाँ उभिँदैन यहाँ हो त्यहाँ गुड ल सेवास जेरी सेवास डिक्स 1 डिक्स 2 डिक्स 3 है दुईजना डिक्स 4 डिक्स 5 अमृत फल रोशन फल यस डिक्स 6 रोशन डिक्स 7 डिक्स 8 ल गुड ल फर्स्टम्यान ल डिक्स अनुसार उभियो है 1 2 तीनजना ए दुईजना तेस्रो नम्बरमा ल आइज फर्स्ट 6-16 फर्स्ट म्यान ल 6-18 सेकेन्ड म्यान 6-19 दुईजना थियो है 6-24 6-25 6-36 6-44 देव 6-52 गुड ल अब यिनीहरूको यो सकेछ
बिस्तारै फेरि रेस्ट गर्छ। रेस्ट गरेपछि फेरि जेरिकेन क्यारी पनि हुन्छ यिनीहरूको। जेरिकेन क्यारी चाहिँ हामी चाहिँ यसमा देखाउँदैनौँ है।